नमस्कार, अपन समाचारमा स्वागत छ। सुरु गरौँ मुख्य समाचारबाट। जनकपुर धामको विकासका लागि यात्रुलाई सुरक्षा र समधुर व्यवहारको ग्यारेन्टी गर्न आवश्यक रहेको भौतिक पूर्वाधार मन्त्री रघुवीर महासेठको भनाई। तराईका विभिन्न जिल्लामा देखिएको डुबान र कटानको समस्या समाधान गर्न सरकार क्रियाशील रहेको प्रधानमन्त्री ओलीको भनाई। राष्ट्रिय जनता पार्टी नेपालले बाढी, पहिरो र डुबान पीडितलाई तत्काल राहत उपलब्ध गराउन सरकारसँग माग। नेकपाली पार्टीको प्रस्तावित नियमावलीलाई परिमार्जन सहित अन्तिम रूप दिन 3 सदस्यीय कार्यदल गठन। र आयोजक राष्ट्रिय रुस विश्वकप फुटबल प्रतियोगिताबाट बाहिरियो, क्रोएसिया र इङ्ल्यान्ड सेमिफाइनलमा। अब समाचार विस्तारमा। भौतिक पूर्वाधार एवं यातायात व्यवस्था मन्त्री रघुवीर महासेठले जनकपुर धामको विकासका लागि यात्रुलाई सुरक्षा र समधुर व्यवहारको ग्यारेन्टी गर्न आवश्यक रहेको बताउनु भएको छ। जनकपुरको मुछेलियामा होटल राजदरबारको समुद्घाटन गर्दै मन्त्री महासेठले परिकार र राम्रा होटलको मात्र नहुने भन्दै जनकपुरको पर्यटन विकास र विस्तारका लागि यात्रुहरूको सुरक्षा र व्यवहारमा मुख्य विषय रहेको बताए। रेलवे तो पहिली से सहयोग उपलब्धि जे रेलवे नेपाल सरकार अब अपना पैसा से बत्ती बासा काम शुरू कर चुका है। विक्रम 2022 तक में हम सब सिमरा तक अर्थात निजगढ़ तक हम सब संचालन कर रहे हैं। और टाइम में रामायण सर्किट के बात उठवा हमने उठे लिए, हम सब सलाह दिली उठाओ आए रामायण सर्किट आज जनकपुर के लिए एक प्रधान साबित हो रहा है। जब वो वास्तव में जनकपुर से लेकर अयोध्या, जनकपुर से लेकर धमसाधाम और जनकपुर से लेकर चिंतौन के वाल्मीकि वो हुई थे तो स्वाभाविक से आए जे आदमी इंडिया में नहीं जन जानकी मंदिर के नाम भारतीय प्रधानमंत्री जी के भ्रमण के बाद में सब जाना लगले है कि वास्तव में जानकी जी के जन्म स्थान से सब चाहे से कि हम दर्शन करी, लेकिन अइल नहीं निमन होटल मिल जो हो चाहिए 3-4 होटल छे लेकिन के बाद मन्त्री महासेठले जनकपुरलाई धार्मिक पर्यटनको केन्द्र बनाएर विकास गर्न सरकार प्रतिबद्ध रहेको बताए। जनकपुर सरकारको प्राथमिकतामा रहेको शंका नगर्न समेत उनले आग्रह गरे। देखो नेपाल के इतिहास में पहले पाऊं कि सरकार मधेश के लिए तराई मधेश विशेष पूर्वाधार कार्यक्रम लेके है, जेमा कुंता करीब 60 करोड़ रुपया 4 अरब रुपया हम सब रखने चाहिए। 3 अरब 52 करोड़ और पन्नू और सब बेसी खपतदार आई जनकपुर के परिक्रमा सड़क बा है आ सबके परिक्रमा सड़क इंडिया सरकार बना रहा है, इंडिया सरकार नहीं बना रहा है, नेपाल सरकार बना रहा है। टोटल पैसा लोन में आयल छी बाहर से अई परिक्रमा सड़क के बात हम कह रहा छी। लक्ष्मणिया बाजार हो तो गली गली खींच का मुझेलिया में मिलवा के बात है कि हम कौन सड़क से धमसा में देवाली आके नहीं मिला। जनकपुरका युवा व्यवसायीहरू शरण शाह, सुनिल गुप्ता, बलराम शाहको संयुक्त लगानीमा होटल राजदरबार सञ्चालन गरिएको छ। प्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्ष केपी शर्मा ओलीले तराईका विभिन्न जिल्लामा देखिएको डुबान र कटानको समस्या समाधान गर्न सरकार क्रियाशील रहेको बताउनु भएको छ। प्रधानमन्त्री ओलीले मानव सूचना समेत पछि परेको प्रदेश नम्बर 2 को विकास निर्माणको कामलाई गति दिने आश्वासन पनि दिनुभयो। शनिबार अपराह्न पार्टीका प्रदेश 2 का प्रदेश सभा, प्रतिनिधि सभा र राष्ट्रिय सभाका सांसदहरूसँग सामूहिक भेट गरी तराईमा देखिएको डुबान र कटानको समस्या समाधान गर्न सरकार क्रियाशील रहेको बताउनु भएको हो। त्यस अवसरमा प्रधानमन्त्री ओलीले चुरे क्षेत्रको संरक्षणका लागि उचित व्यवस्था गर्ने प्रतिबद्धता पनि व्यक्त गर्नुभएको सांसद प्रभु शाहले जानकारी दिनुभयो। सचिव सम्मानीय प्रधानमन्त्री खास 2 नम्बर प्रदेशका समस्याहरूको बारेमा हामी ध्यान आकर्षण गरौँ।
खास गरेर त्यहाँका जो मानव सूचकाङ्कमा सधैँ पछाडि छ दिल्ली प्रदेश, त्यहाँ कसरी अगाडि बढाउने, त्यसमा अहिले न्याय र विकासको प्रवाहलाई त्यहाँ कसरी जोड्ने, शिक्षामा जसरी हामी पछाडि छौँ, पर क्यापिटलमा हामी पछाडि छौँ, मृत्यु दरमा हामी पछाडि छौँ, यसलाई कसरी अगाडि बढाउने विषयमा हामी सांसदहरू गम्भीर ढङ्गले कुराहरू राख्यौँ। सम्मानीय प्रधानमन्त्रीज्यूले धेरै सकारात्मक ढङ्गले हामी सोचेका छौँ अगाडि बढ्छौँ, आश्वस्त। बाढीले गर्दा जो कटान र डुबानको जो समस्या छ त्यसलाई नियन्त्रण गर्न, त्यसलाई न्यूनीकरण गर्न, खास गरी राष्ट्र यो चिडिया संरक्षणलाई अझ प्रभावकारी बनाउने र बाँधलाई मजबुत बाँधद्वारा त्यसलाई हल गर्ने भन्ने आश्वस्त गर्नुभयो। र मुख्यतः यो बाढबाट क्षतिग्रस्त पीडितहरूको लागि पनि हामी गम्भीर छौँ। पार्टीका सांसदहरूले प्रधानमन्त्री ओलीलाई प्रदेश 2 को शिक्षा, स्वास्थ्य र रोजगारीको उचित व्यवस्था गर्न पनि गम्भीर ध्यानकर्षण गराएका थिए भने शिक्षा, स्वास्थ्य र रोजगारीको उचित व्यवस्था गर्न पनि प्रधानमन्त्री ओलीसँग आग्रह गरिएको सांसद सरिता कुमारी गिरीले पनि जानकारी दिनुभयो। स्वास्थ्य, शिक्षा, रोजगार तिर कुराहरू राख्यौँ। खास गरेर हाम्रो समस्या तराई मधेसको समस्या अहिले बाढी पीडितको समस्या छ। तपाईहरुले पनि थाहा छ बाढीको समस्याले अहिले प्रदेश नम्बर 2 लाई विकराल स्थिति ल्याएको छ। गत वर्षको बाढीले अहिलेको पनि मनसुनको सुरुवातदेखि नै बाढी लागिसकेको छ। त्यो नदी नियन्त्रणतिर ठोस रूपमा हुनु पर्यो भन्ने हाम्रो माग रह्यो। प्रधानमन्त्री ओलीले जनताको समस्या बुझ्नका लागि प्रदेश स्तरीय पार्टीका सांसदहरूको भेटघाट कार्यक्रमलाई निरन्तरता दिनुभएको हो। यसअघि उहाँले प्रदेश नम्बर 1 का सांसदहरूसँग भेट गरी त्यहाँको समस्याबारे जानकारी लिनुभएको थियो। राष्ट्रिय जनता पार्टी नेपालले बाढी, पहिरो र डुबान पीडितलाई तत्काल राहत उपलब्ध गराउन सरकारसँग माग गरेको छ। राष्ट्रिय जनता पार्टी नेपालको शनिबार बसेको राजनीतिक समितिको बैठकले तराई लगायत देशका विभिन्न भागमा बाढी, पहिरो र डुबान भएकोमा गम्भीर चासो व्यक्त गर्दै पीडितलाई तत्काल राहत उपलब्ध गराउन सरकारसँग माग गरेको हो। बैठकले तराईका विभिन्न जिल्लामा बाढी र डुबानका कारण भत्किएका संरचना तत्काल बनाउन पनि सरकारको गम्भीर ध्यानकर्षण गराएको नेता अनिल कुमार झाले जानकारी दिनुभयो। उहाँहरूप्रति पार्टीले गम्भीर चासो र चिन्ता व्यक्त गरेको छ। बाढी गएको छ, ठाउँ ठाउँमा पहिरो गइरहेको छ, एक्सिडेन्ट भइरहेको छ, शान्ति र सुरक्षाको स्थिति अत्यन्तै कमजोर छ। राज्यले एनजिओदेखि लिएर तमाम सेक्टरहरूमाथि एक एक गरी क्याटेगोरिकली आक्रमण गरिरहेको छ। बाढी आउनुभन्दा धेरै पहिलेदेखि हामीले बाढीबाट छत विछत भएका संरचनाहरूलाई मर्मत गर्नुपर्छ भनेर पटक पटक सदनमा बोल्यौँ। त्यो कुरा सरकारले सम्बोधन गरेन। अहिले फेरि पनि बाढी आउन थाल्यो। त्यसको बारेमा पार्टीले गम्भीरतापूर्वक विषयहरू अगाडि बढाउने कुरा छ। 3 दिन यता जारी राष्ट्रिय जनता पार्टी नेपालको राजनीतिक समितिको बैठक, पार्टीको अनसन महाधिवेशनको तयारी, पार्टी संसदीय दलको नेता चयन लगायतका विषयमा छलफल केन्द्रित रहेको छ। नेता झाले बैठकमा सरकारका पछिल्ला काम कारबाहीका बारेमा पनि नेताहरूले समीक्षाका टिप्पणी गरिरहेको जानकारी दिनुभयो। सरकारले समर्थन दिएको राष्ट्रिय जनता पार्टी नेपालले संविधान संशोधन नभई सरकारमा सहभागी नहुने अडान राख्दै आएको छ। नेकपाका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले आफ्नो बाँकी जीवन मुलुकको विकास, निर्माण र समृद्धिका लागि समर्पित गर्ने घोषणा गर्नुभएको छ। अध्यक्ष दाहालले निजी सार्वजनिक सहकारी क्षेत्रको सहकार्यमा मुलुकलाई समृद्ध बनाउने योजना पनि अघि सार्नुभयो। उहाँले पछिल्ला 1 दशक शान्ति र संविधान निर्माणमा आफूले बिताएको उल्लेख गर्दै अब मुलुकको विकास, निर्माण र समृद्धिको लागि जीवन समर्पित गर्ने संकल्प रहेको बताउनुभयो। अध्यक्ष दाहालले आफूले मुलुकको इतिहास र राजनीतिक दर्शनको अध्ययन तथा सङ्घर्ष र लडाईँमा 2 दशक बिताएको पनि स्मरण गराउनुभयो। उहाँले मुलुकको समृद्धिका लागि शिक्षा क्षेत्रमा आवश्यक लगानी भित्र्याउने व्यवस्था सहित संविधान जारी गरिएको दावी पनि गर्नुभयो। शनिबार प्याप्सनद्वारा काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले आफूहरू शिक्षा क्षेत्रमा निजी क्षेत्रले गरेको लगानी विरोधी नभएको पनि स्पष्ट पार्नुभयो। अध्यक्ष दाहालले नेपालको शिक्षा निजी क्षेत्रले गरेको मेहनतको प्रशंसा गर्दै गुणस्तरीय शिक्षामा अझै जोड दिन पनि आग्रह गर्नुभयो। अब के छ भने मैले भन्ने गरेको छु, 1 दशक मैले इतिहासको अध्ययन गर्ने, विचारको अध्ययन गर्ने, राजनैतिक दर्शनको अध्ययन गर्नेमा मेरो 1 दशक पुरै त्यसमा बितेको थियो।
एक दशक सङ्घर्ष र लडाइँमा बित्यो, एक दशक शान्ति र संविधान निर्माणमा बित्यो। अबको बाँकी दशक विकास निर्माण र समृद्धिको निम्ति बिताउने सङ्कल्प मैले गरेको छु। निजी क्षेत्रले शिक्षा क्षेत्रमा गरेको लगानी, त्यसका निम्ति गरेको मेहनत, त्यसबाट निकालेको सकारात्मक परिणामको हामी प्रशंसक हौँ। हामी त्यसका विरोधी बिल्कुलै होइनौँ भन्ने कुरा म प्रश्न गर्न चाहन्छु। सम्पूर्ण विद्यार्थीलाई सम्मान वितरण गरिरहेका छौँ र विद्यार्थी अध्यक्ष दाहालले जीवन उपयोगी शिक्षामा सबैले जोड दिनुपर्ने आवश्यकता पनि औल्याउनु भयो। उहाँले शिक्षा, स्वास्थ्य र रोजगारीलाई सर्वसुलभ र सहज बनाउने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो। अब समाचारमा विश्रामपछि नेकपा पार्टीको प्रस्तावित नियमावलीलाई परिमार्जन सहित अन्तिम रूप दिन 3 सदस्यीय कार्यदल गठन। वरिष्ठ चिकित्सक गोविन्द केसीले आमरण अनसन तोडेर वार्तामा आउन शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री पोखरेलको आह्वान। र आयोजक राष्ट्रिय रुस विश्वकप पूर्व प्रतियोगिताबाट बाहिरियो, क्रोएसिया र इङ्ल्यान्ड सेमिफाइनलमा। विश्रामपछि समाचारमा स्वागत छ। अब बाँकी समाचार। नेकपाले पार्टीको प्रस्तावित नियमावलीलाई परिमार्जन सहित अन्तिम रूप दिन 3 सदस्यीय कार्यदल गठन गरेको छ। प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार बिहान बसेको पार्टी सचिवालय बैठकले स्थायी समिति बैठकले दिएको सुझावको आधारमा नियमावलीलाई अन्तिम रूप दिन 3 सदस्यीय कार्यदल गठन गरेको हो। नेताद्वय वामदेव गौतम र रामबहादुर थापा र महासचिव विष्णु पौडेल रहनु भएको कार्यदललाई 3 दिनभित्र नियमावलीलाई प्रकाशन हुने गरी अन्तिम रूप दिने कार्यादेश पनि दिएको पार्टीका प्रवक्ता नारायण काजी श्रेष्ठले जानकारी दिनुभयो। बिहिबार अपराह्न बसेको पार्टी स्थायी समिति बैठकले नियमावलीलाई टुङ्गो लगाउने जिम्मेवारी पार्टीको केन्द्रीय सचिवालयलाई दिएको थियो। स्थानीय समितिको बैठकमा नेताहरूले दिएको सुझावको आधारमा नियमावलीलाई अन्तिम रूप दिने गरी कार्यदल गठन गरिएको पनि प्रवक्ता श्रेष्ठले स्पष्ट पार्नुभयो। कार्यदलले तयार पारेको सुझाव सहितको नियमावलीलाई आगामी मङ्गलबार बस्ने सचिवालय बैठकले अनुमोदन गरेर सोही दिन प्रकाशनका लागि पठाउने निर्णय पनि गरिएको छ। को बारेमा जो स्थायी समितिमा सुझावहरू प्राप्त भएका थिए, ती सबै सुझावहरूलाई पनि ध्यान दिएर प्रकाशनको लागि अन्तिम तयारी गर्न एउटा कार्यदल बनाएको छ। कमरेड वामदेव गौतम, कमरेड रामबहादुर थापा र कमरेड महासचिव विष्णु पौडेलको 3 सदस्यीय कार्यदललाई 3 दिनको समय दिएको छ र सचिवालयले उहाँहरूको सुझावहरूलाई समावेश गरेर परिमार्जन गरिएको प्रकाशनार्थ प्रस्तुत नियमावलीलाई 26 गतेको बैठकले अन्तिम रूप दिने निर्णय गरेको छ र 26 गते नै सचिवालयको अर्को बैठक बस्नेछ। त्यो 26 गतेको सचिवालयको बैठकमा अन्य समसामयिक र साङ्गठनिक विषयका एजेन्डाहरूमा पनि छलफल गर्ने निर्णय गरिएको छ। सुझावहरू स्थायी समितिबाट आएका छन्, विभिन्न ठाउँबाट सुझावहरू आछन्। त्यो सुझावलाई संश्लेषण गरेर परिमार्जन गर्नुपर्ने चिजहरूको प्रस्ताव उहाँले ल्याउनुहुन्छ र सचिवालयले 26 गते नै निर्णय गरेर प्रकाशनमा लैजानेछ। पार्टीले मुलुकको पछिल्लो राजनीतिक परिस्थितिबारे छलफल गर्न पनि मङ्गलबार नै सचिवालयको बैठक बोलाउने निर्णय पनि गरेको छ। प्रमुख प्रतिपक्ष नेपाली काङ्ग्रेसले राष्ट्रिय चिकित्सा शिक्षा विधेयक जस्तै ल्याउन र आफू नेतृत्वको अघिल्लो सरकारले गरेको निर्णय खारेज गर्ने सरकारको निर्णय फिर्ता नलिए सडक र सदन दुवै मोर्चाबाट सरकारको चौतर्फी विरोध गर्ने चेतावनी सहितको प्रदर्शन गर्दै आएको छ। सोही सम्बन्धमा पार्टीभित्र समान धारणा तय गर्न मङ्गलबार पुनः सचिवालय बैठक बोलाइएको हो। गृहमन्त्री रामबहादुर थापाले सुशासन र अपराध नियन्त्रण गर्ने सरकारको अभियानमा सहयोग गर्न खेलाडीहरूलाई पनि आह्वान गर्नुभएको छ। गृहमन्त्री थापाले युवाहरू लागु पदार्थ दुर्व्यसनीमा फस्दै गएको उल्लेख गर्दै त्यसलाई निस्तेज पार्ने काममा सबैले सरकारलाई सहयोग गर्नुपर्ने पनि स्पष्ट पार्नुभयो। नेपाल मगर सङ्घले मगर खेलाडीहरूको सम्मानमा शनिबार काठमाडौँमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उहाँले सरकारले खेलकुद क्षेत्रको माध्यमबाट पनि मुलुकलाई समृद्ध बनाउन चाहेको पनि बताउनुभयो। खेलकुद क्षेत्रलाई उद्योगको रूपमा विकास गरेर पनि मुलुकको विकास र समृद्धिमा योगदान दिन सकिने गृहमन्त्री थापाको भनाइ छ।
मुख्य लक्ष्य बनाएको छ र यो विकास र समृद्धिलाई मुख्य लक्ष्य बनाउनुको अर्थ खेलकुदको पनि विकास गर्ने भनेको हो। खेलकुदलाई पनि हामीले समृद्ध बनाउने भनेको हो, किन खेलकुद अब एउटा व्यवसायको रूपमा पनि विकास हुँदैछ। यो विशुद्ध एउटा खेलकुद मात्र नभएर यो मनोरञ्जन वा यो स्वास्थ्यको दृष्टिकोणले एउटा खेलकुद नत्र आज दुनियाँमा चाहिँ खेलकुदले एउटा व्यवसायको रूप पनि धारण गरेको छ। एउटा ठुला ठुला ब्रान्डहरू खेलमा छ। अब हरेक क्षेत्रमा अब अहिले फुटबलको विश्वकप हुँदैछ, त्यसमा तपाईहरुले देख्नुभयो भने ठुला ठुला व्यवसाय खेलाडीहरू त्यसमा छन्। एउटा उद्योगको रूपमा एउटा ठुलो व्यवसायको रूपमा यो फस्टाइरहेको छ। नेपालमा पनि खेल जगत एउटा उद्योग र व्यवसायको रूपमा अगाडि आइरहेको छ र देशको प्रगतिको निम्ति यसलाई निश्चित रूपमा एउटा उद्योग र व्यवसायको रूपमा पनि हामीले विकास गर्न जरुरी छ। र यस क्षेत्रमा अब हामीले यो अहिले जो सरकार छ खेल जगतलाई विकास गर्नमा यसले अहिले विशेष योजनाहरू बनाएको छ। निश्चय पनि यसले नेपालको खेल को विकासमा एउटा महत्त्वपूर्ण भूमिका। गृहमन्त्री थापाले मुलुकको विकास र समृद्धिको लक्ष्य हासिल गर्न सरकारले खेलकुद क्षेत्रको विकास विशेष ध्यान दिएको दाबी पनि गर्नुभयो। नेकपा संसदीय दलका उपनेता सुभाष नेम्बाङ देश र जनताको हितमा संविधानलाई संशोधन गर्दै लैजाने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। उपनेता नेम्बाङले संविधानप्रतिको असन्तुष्टिलाई सम्बोधन गरेर अघि बढ्ने योजना पनि अघि सार्नुभयो। उहाँले संविधान सम्झौताको दस्तावेज भएकाले त्यसमा स्वाभाविकै रूपमा केही पक्षको असन्तुष्टि हुने उल्लेख गर्दै त्यसलाई सम्बोधन गरेर जान सबै दलहरूलाई आह्वान पनि गर्नुभयो। शनिबार नेपाल कानुन समाजले काठमाडौँमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उहाँले नेपाली जनता आफैले पहिलो पटक जारी गरेको संविधान विश्वकै समावेशी रहेको दाबी समेत गर्नुभयो। सबैलाई उहाँहरूले सन्तुष्ट गर्न सक्नु भएको छैन, त्यो उहाँहरूको आन्तरिक मामला हो, त्यसैले धेरै म चर्चा गर्न चाहन्छु। हामी त भर्खर एकपटक संविधान संशोधन गर्यौं, त्यसैले आवश्यकता र औचित्यको आधारमा संविधानलाई समयअनुसार परिमार्जन गर्दै अगाडि बढ्न सक्नुपर्छ। हामीले संविधानमा त्यो आधार तयार गरेका छौँ। त्यसैले अब जनताको चाहना र भावना बमोजिम संविधानलाई बनाउनको लागि हामीले सशस्त्र आन्दोलन गर्नु पर्दैन। यही संविधान अन्तर्गत रहेर हामी महत्त्वपूर्ण परिवर्तन आत्मसात गर्दै अगाडि बढ्न सक्छ। मलाई साथीहरूले पटक पटक सोध्नुहुन्छ असन्तुष्टि छ त? विवादै छैन, असन्तुष्टि छ। त्यसलाई हामीले सम्मान गर्न सक्नुपर्छ। सम्मान गर्दै ती असन्तुष्टिहरूलाई संविधानमा समेट्नको लागि हामीले आफ्नो ठाउँबाट प्रयास गर्नुपर्छ। असन्तुष्टि किन छ त भन्दा यो संविधान सम्झौताको दस्तावेज हो। हामीले सम्झौता गरेका छौँ। अहिले समय छैन, होइन भने त्यसका एक एक प्रावधानलाई लिएर। उपनेता नेम्बाङले संविधानमा जनताको भावनालाई समेटेर जान सकिने प्रावधान भएकाले अब मुलुकमा विद्रोहको कुनै आवश्यकता नरहेको पनि स्पष्ट पार्नुभयो। पूर्व सभामुख समेत रहनुभएका उहाँले आवश्यकता र औचित्य हेरेर संविधान संशोधन गर्न दलहरूलाई तयार हुनुपर्नेमा पनि जोड दिनुभयो। शिक्षा विज्ञान तथा प्रविधि मन्त्री गिरिराज मणि पोखरेलले वरिष्ठ चिकित्सक गोविन्द केसीले आमरण अनसन तोडेर वार्तामा आउन आह्वान गर्नुभएको छ। मन्त्री पोखरेलले राष्ट्रिय चिकित्सा शिक्षा विधेयकलाई जस्ताको त्यस्तै संसदमा पेश गरिएको उल्लेख गर्दै आमरण अनसन तोडेर वार्तामा आउन वरिष्ठ चिकित्सक केसीले आह्वान गर्नुभएको हो। उहाँले उच्च स्तरीय राष्ट्रिय शिक्षा आयोग गठन गरेर शिक्षा क्षेत्रमा भएका सबै विकृति र विसङ्गतिलाई अन्त्य गर्न सरकार प्रतिबद्ध रहेको पनि बताउनुभयो। आइतबार प्रविधि शिक्षा तथा व्यवसाय तालिम परिषदले काठमाडौँमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै मन्त्री पोखरेलले सरकार देश केदार भक्त माथेमा प्रतिवेदन कार्यान्वयन गर्न तयार रहेको पनि स्पष्ट पार्नुभयो। जुम्लामा आमरण अनसन बस्नुभएका वरिष्ठ चिकित्सक केसीले तत्काल काठमाडौँमा आउन पनि मन्त्री पोखरेलको आग्रह छ।
उहाँलाई जुम्लाबाट काठमाडौँ आउन पनि अनुरोध गर्न चाहन्छु। सबै साथीहरूले यो दिशामा सकारात्मक ढङ्गले सोच्नको लागि पनि हामी आह्वान गर्दछौँ। अहिले यतिखेर केदार भक्त माथेमा कार्यदलले दिएको रिपोर्टको आधारमा जो विधेयक बन्ने प्रक्रियामा अगाडि बढेको छ, मैले विधेयक प्रस्तुत गर्दा एकाध कुराहरू परिवर्तन गरेको छु। मैले के भनेको छु भने सिटिभिटीको प्रोग्रामहरूलाई विद्यालय शिक्षालाई लगेर विगतमा जो आयोगमा राखियो विद्यालय शिक्षालाई झिकिदिउँ, उच्च शिक्षालाई यसको वरिपरि लैजाउँ। यहाँ विद्यार्थी नेताहरू हुनुहुन्छ, यहाँहरू सबैले यो विषयलाई बुझिदिनु जरुरी छ। 8औं संशोधनको वरिपरि हामीले 11 र 12लाई विद्यालय शिक्षामा ल्याइसकेपछि उच्च शिक्षा र विद्यालय शिक्षालाई झिकिदिनुपर्छ, मिलाउनु पर्दछ। मन्त्री पोखरेल प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद सिटिभिटीलाई पुनर्गठन गर्ने घोषणा पनि गर्नुभयो। उहाँले प्राविधिक शिक्षालाई आम जनताको पहुँचमा पुर्याउने गरी सिटिभिटीलाई पुनर्गठन गर्न लागि पनि स्पष्ट पार्नुभयो। मन्त्री पोखरेलले प्रविधि मैत्री शिक्षाले मुलुकको समृद्धिसँग जोड्न सरकार लागि परेको पनि बताउनुभयो। अरु विश्वसँग जोड्नको लागि हामीले प्रविधि मैत्री शिक्षा बनाउनुपर्छ। तलदेखि नै प्रविधिलाई हाम्रो शिक्षा प्रणालीमा ल्याउनुपर्छ। त्यही आधारमा हामी अगाडि बढेका छौँ। अहिले आम जनताको लागि प्राविधिक शिक्षा पहुँचको बनाउनु, गुणस्तरीय बनाउनु र नेपालको समृद्धिसँग यसलाई जोड्नु अत्यन्तै आवश्यकता छ। त्यो कोणबाट हामी सिटिभिटीलाई पनि पुनर्गठन गर्ने दिशातर्फ अगाडि बढिराखेका छौँ। जीवनका सबै क्षेत्रमा शिक्षासँग सम्बन्धी भएका विषयको बारेमा हामी मन्त्री पोखरेलले शिक्षालाई जीवनोपयोगी बनाउन सबै तहको पाठ्यक्रम परिमार्जन गर्न लागि पनि बताउनुभयो। अब खेल विश्वकप फुटबल अन्तर्गत क्वार्टर फाइनलसम्म यात्रा गर्दै आयोजक रुस बाहिरिएको छ। रुसलाई क्वार्टर फाइनलमा क्रोएसियाले पराजित गरेको हो। क्रोएसियाले रुसलाई पेनाल्टी सुट आउटमा 4-3 गोलको अन्तरले पराजित गर्दै सेमी फाइनलको यात्रा तय गरेको छ। निर्धारित समयमा 1-1 गोलको बराबरी र अतिरिक्त 30 मिनेटको समयलाई 2-2 को बराबरीमा खेल सकिएपछि पेनाल्टी सुट आउट मार्फत निर्णय लिएको हो। खेलको 31औं मिनेटमा रुसले गोल गर्दै अग्रता लिएको थियो। रुसका डेनिस चेरिसेभले गोल गर्दै आयोजकलाई अग्रता दिलाएका थिए, जुन अग्रताले क्रोएसियाले 8 मिनेटमा फर्काएको थियो। 39औं मिनेटमा क्रोएसियाका आन्द्रेज कर्माक्रीले हेड मार्फत गोल गर्दै बराबरी गरेका थिए। अन्तरिक्त समयको 101औं मिनेटमा गोल गर्दै क्रोएसियाले अग्रता लिएको थियो। उसका लागि डामागोस भिडाले गोल गरेका थिए, जसलाई रुसका मेरियो फर्नान्डेजले 115 मिनेटमा बराबरी गरे। यो बराबरी अतिरिक्त समयको अन्तिमसम्म कायम रह्यो र खेल पेनाल्टी सुटआउटमा गएको थियो। यसअघि शनिबार राति नै भएको पहिलो खेलमा विजयी हुँदै इङ्ल्यान्ड सन् 1990 पछि विश्वकपको सेमी फाइनलमा प्रवेश गरेको छ। स्विडेनलाई 2-0 गोल अन्तरले पराजित गर्दै इङ्ल्यान्डले सेमी फाइनलको यात्रा तय गरेको हो। डेलेले खेलको 59औं मिनेटमा गोल गरे भने पहिलो गोल ह्यारीले 30औं मिनेटमा गोल गरेका थिए। रुसमा जारी विश्वकप फुटबलको सेमी फाइनलमा पुग्ने टिमको टुङ्गो लागेको छ। विश्वकपको सेमी फाइनलको चरणमा पुग्ने 4वटा युरोपेली राष्ट्र छन्। सेमी फाइनलमा फ्रान्स र बेल्जियम बीचको खेल मङ्गलबार नेपाली समय अनुसार 12:15 तथा इङ्ल्यान्ड र क्रोएसिया बीचको खेल बुधबार राति 12:15 बजे हुनेछ। अन्त्यमा मुख्य समाचार पुनः एकपटक। तराईका विभिन्न जिल्लामा देखिएको डुबान र कटानको समस्या समाधान गर्न सरकार क्रियाशील रहेको प्रधानमन्त्री ओलीको भनाई। हस् त अहिलेलाई समाचार यति नै। पल पल खबर तेज नजर अपन टेलिभिजन हेर्दै गर्नुहोला। नमस्कार।